नमस्कार यहाँहरू सबैजनालाई। फेरि पनि हामी हजुरलाई स्वागत गर्छौँ 5 रुपिज डक्टरको युट्युब च्यानलमा। आजको यो विशेष भिडियोमा चाहिँ हामीले गत साता गरेको प्रमिस अनुसार चाहिँ हामीले ब्रेस्ट क्यान्सरको बारेमा चाहिँ विशेष रूपमा कुरा गर्छौँ। पहिलो कुरा चाहिँ हामी सेल्फ एक्जामिनेसन ब्रेस्ट क्यान्सर भएको छ कि छैन भनेर स्क्रिनिङको फर्स्ट पार्ट सेल्फ स्क्यानिङको बारेमा चाहिँ कुरा गर्छौँ। सेल्फ एक्जामिनेसन कसरी गर्न सकिन्छ घरमै भनेर दिदीबहिनीहरूले, आमाहरूले, भाउजूहरूले आफ्नो घरमै बसेर चाहिँ आफ्नो ब्रेस्ट क्यान्सरको स्क्रिनिङ गर्न सक्नुहुन्छ। ब्रेस्ट क्यान्सरको स्क्रिनिङ गर्दाखेरि चाहिँ सर्वप्रथम त दुईवटा मेथड छन्। एउटा चाहिँ तपाईँले चाहिँ ऐना अगाडि बसेर गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ अर्को चाहिँ कुनै पनि एउटा प्राइभेट कोठामा बसेर गर्नुपर्ने हुन्छ। र पहिलो मेथडबाट हामीले ब्रेस्ट स्क्रिनिङ गर्दाखेरि चाहिँ हजुर चाहिँ आफ्नो ऐनाको अगाडि गएर उभिनु पर्ने हुन्छ र ऐनाको अगाडि उभिसकेपछि चाहिँ हजुरहरूले चाहिँ आफ्नो हात कम्मरमा, दुईटै हातहरू आफ्नो कम्मरमा राख्नु होला। त्यसपछि आफ्नो एक्सपोज भएको स्तनलाई चाहिँ तपाईँले ऐनामा हेर्न सक्नुहुन्छ र स्तन हेर्दाखेरि चाहिँ दुईटै बराबरको उस्तै सेपको छन् कि नै, उस्तै साइजको छन् कि नै भनेर चाहिँ आफूले नोटिस गर्नुपर्ने हुन्छ। यदि यसो हेर्दाखेरि आफूलाई एउटै साइजको र एउटै सेपको छ जस्तो लाग्यो भने त्यो नर्मल मानिन्छ र तपाईँलाई यदि त्यो सेप र साइज अलिकति अस्वाभाविक लागेको रूपमा चाहिँ आफ्नो डक्टरसँग कन्सल्ट गर्नुपर्ने हुन्छ, गाइनेकोलोजिस्ट या कुनै पनि जनरल प्र्याक्टिसनरसँग सल्लाह गर्नुपर्ने हुन्छ। यो रह्यो सेप र साइजको कुरा। र अर्को चाहिँ तपाईँले हेर्नुपर्ने कुरा भनेको चाहिँ निप्पल हो। निप्पल पनि एउटै लेभलमा हुनुपर्ने हुन्छ। यदि एउटा निप्पल माथि एउटा निप्पल तल या त्यस्तो तपाईँलाई अस्वाभाविक निप्पलको लोकेसन लाग्यो भने चाहिँ, तलमाथि जस्तो लाग्यो भने चाहिँ त्यसलाई पनि तपाईँहरूले चाहिँ नोटिसमा ल्याएर चाहिँ आफ्नो डक्टरसँग परामर्श गर्नुपर्ने हुन्छ। यो रह्यो पहिलो नम्बरमा तपाईँले ऐनामा आफ्नो स्तनलाई हेर्नुभयो है। अब त्यसपछिबाट आफ्नो कम्मरबाट हात हटाएर दुईटै हातलाई चाहिँ यसरी माथि राख्नु होला। त्यसरी माथि राख्दा पनि निप्पलको चाहिँ लोकेसन, दुईटै निप्पल एउटै लेभलमा आउँछन् कि आउँदैनन् भनेर पनि तपाईँले आङ्कलन गर्न सक्नुहुन्छ। त्यसरी हात माथि तन्काउँदाखेरि तपाईँका निप्पलहरू चाहिँ एउटै लेभलमा छैनन् भन्दाखेरि चाहिँ त्यो अस्वाभाविक हुनसक्छ। त्यस कारणले तपाईँले आफ्नो डक्टरसँग फेरि पनि परामर्श त्यस कारणले तपाईँले आफ्नो डक्टरसँग एकचोटि परामर्श गर्नुपर्ने हुन्छ। त्यसरी हात माथि तन्काउँदाखेरि तपाईँका निप्पलहरू चाहिँ एउटै लेभलमा छैनन् भन्दाखेरि चाहिँ त्यो अस्वाभाविक हुनसक्छ। त्यस कारणले तपाईँले आफ्नो डक्टरसँग एकचोटि परामर्श गर्नुपर्ने हुन्छ। अर्को एउटा इम्पोर्टेन्ट कुरा चाहिँ ब्रेस्ट एक्जामिनेसन गर्दाखेरि चाहिँ जब तपाईँहरूले निप्पलको एक्जामिनेसन गर्दै हुनुहुन्छ त्यति बेला चाहिँ आफ्नो निप्पललाई चाहिँ थोरै रूपमा प्रेस गर्नु होला र त्यो प्रेस गरिसकेपछि चाहिँ हल्का रूपमा चाहिँ सबैलाई दुख्ने, पुरुषलाई, महिलालाई सबैलाई दुख्छ प्रेस गर्दाखेरि। तर विशेष गरी यदि फिमेललाई चाहिँ यदि तपाईँले प्रेस गर्दाखेरि चाहिँ हल्का प्रेस गर्दाखेरि चाहिँ यदि त्यहाँबाट रगत वा पिपहरू केही पदार्थहरू त्यस्तो आयो भने पनि तुरुन्तै डक्टरलाई चाहिँ तपाईँहरूले चाहिँ जचाउन जानुपर्ने हुन्छ। यो रह्यो तपाईँले ऐना अगाडि उभिएर आफ्नो स्तनलाई कसरी सेल्फ एक्जामिनेसन गर्नुहुन्छ भन्ने। र अर्को पार्टको एक्जामिनेसन रहेको छ तपाईँहरू कहिलेकाहीँ नुहाउँदाखेरि या तपाईँहरूले कोठामै पनि यो गर्न सक्नुहुन्छ र धेरैजसो टाइम चाहिँ यो नुहाउँदाखेरि गर्न पनि सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईँले आफ्नो स्तनलाई एक्सपोज गर्न पर्ने हुन्छ र एक्सपोज गरिसकेपछि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यो 3टा औँला लिएर चाहिँ यो पहिलो, दोस्रो र तेस्रो औँलाले लिएर यो 3टा औँलाको चाहिँ यो पल्प एरियाको भागले चाहिँ तपाईँले आफ्नो स्तनलाई चाहिँ फिल गर्नुपर्ने हुन्छ विभिन्न ठाउँहरूमा। र यसो यो नै ठाउँ किन भन्दाखेरि यो चाहिँ एकदम सेन्सिटिभ हुन्छ हैन। अब तपाईँले यो
3टा औँला बाहेक अरू तरिकाले यसरी समात्नु भयो भने चाहिँ यसै पनि तपाईँको स्तनमा चाहिँ लम्प फिल, केही मासुको डल्ला आएको जस्तो फिल हुन्छ। त्यसैले यति एरियाले चाहिँ तपाईँले यसरी छुनी गरेर चाहिँ आफ्नो स्तनलाई चाहिँ सेल्फ इक्जामिनेसन गर्न सक्नुहुन्छ। यो सेकेन्ड पार्ट अफ इक्जामिनेसनमा चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि जुन स्तनलाई तपाईँले इक्जामिनेसन गर्नुहुन्छ त्यही स्तनको हातलाई चाहिँ तपाईँले पछाडिपट्टि राख्नुपर्ने हुन्छ र यो 3टा औँलाले चाहिँ क्लकवाइज या एन्टी क्लकवाइज चाहिँ जान सक्नुहुन्छ र बिस्तारै फिल गर्ने। यसरी तपाईँले वरिपरि स्तनको दायाँ बायाँ तल माथि यसरी क्लकवाइज या एन्टी क्लकवाइज चाहिँ यसरी तपाईँले फिल गर्न सक्नुहुन्छ निप्पलतिर पनि। र यसरी फिल गर्दाखेरि चाहिँ तपाईँलाई यदि कुनै पनि सोलिड या कुनै कस्तो ढिक्काको जस्तो अनुभव भयो भने चाहिँ तपाईँले फेरि पनि आफ्नो डक्टरलाई, गाइनोकोलोजिस्ट या जेनरल प्र्याक्टिसनरलाई चाहिँ गएर देखाउनु पर्ने हुन्छ। र यसरी देब्रे साइडको गरिसकेपछि त्यसै अनुसार दाहिने साइडको गर्दाखेरि दाहिने हात पनि पछाडि राखेर यी 3टा औँलाले चाहिँ तपाईँले यसरी फिल गर्न सक्नुहुन्छ। यसरी यसरी हजुरहरूले चाहिँ ऐनामा र आफैले सेल्फ इक्जामिनेसन गर्दाखेरि चाहिँ हातैले कुनै पनि खालको अस्वाभाविक कुराहरू चाहिँ तपाईँको स्तनमा तपाईँले फिल गर्नुभयो, तपाईँको आँखाले देख्यो भने चाहिँ नजिकैको डक्टरकोमा गएर हजुरहरूले सल्लाह दिन सक्नुहुन्छ। या तपाईँकै घरमा भएको डक्टर छोराछोरी या नर्स छोरीहरूलाई पनि तपाईँले चाहिँ परामर्श लिन सक्नुहुन्छ उहाँहरूसँग। कुनै पनि मेडिकल व्यक्तिहरू जसले चाहिँ ब्रेस्ट एक्जामिनेसन कसरी गर्नुपर्ने हुन्छ उहाँहरूलाई तपाईँले एकचोटि गएर परामर्श लिनुभयो भने उहाँहरूले पनि तपाईँलाई सल्लाह दिएर चाहिँ के गर्ने भनेर कुराहरूलाई छर्लङ्ग पार्न सक्नुहुन्छ। र एकदमै महत्त्वपूर्ण कुरा, यो 3टा औँलाले फिल गर्ने क्रममा चाहिँ धेरैजनाले चाहिँ यसरी समातेको र अरू तरिकाले चाहिँ 2टा हातले यसरी समातेको हुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ यत्तिकै पनि हामीले स्वतः पनि यसरी समात्यौँ भने यस्तो डल्लोहरू आएको जस्तो फिल हुन्छ। यो फल्स पोजिटिभ लम्पहरू आउन सक्ने हुँदाखेरि चाहिँ जहिले पनि टेस्ट गर्दाखेरि चाहिँ इक्जामिनेसन गर्दाखेरि चाहिँ यो 3टा औँलाले मात्रै यसरी तपाईँहरूले फिल गर्न सक्नुहुन्छ, हल्का थिचेर केही डल्ला डल्ली गिर्खे छन् कि नै भनेर। आशा छ मैले भर्खरै गरेका यी टेस्टका कुराहरू चाहिँ हजुरहरूलाई अलिकति केही हदसम्म पनि सहयोग पुग्नेछन् ब्रेस्टको सेल्फ इक्जामिनेसन गर्नको लागि। र यदि कुनै पनि तपाईँलाई चाहिँ अलिकति पनि डाउट भयो भने चाहिँ आफ्नो नजिकैको डक्टरसँग गएर चाहिँ हजुरहरूले चाहिँ सल्लाह सुझावहरू इक्जामिनेसनहरू गराउन सक्नुहुन्छ। म चाहिँ मेरो मम्मी, हजुरआमा, दिदीबहिनीहरूलाई चाहिँ के रिक्वेस्ट गर्छु भनेदेखि महिनाको एकचोटि चाहिँ मैले अघि नै भनेको कुराहरू चाहिँ हजुरहरूले आफूमा सेल्फ इक्जामिनेसन गर्न सक्नुहुन्छ। र यति गर्दा केही अस्वाभाविक रूपमा तपाईँको स्तनहरूमा केही त्यस्तो खालको असजिलोपन हजुरहरूले फिल गर्नुभयो भने चाहिँ डक्टरकोमा एकचोटि गएर चाहिँ जचाउनु पर्ने हुन्छ। र यसलाई एउटा सामान्य रहेछ, 1-2 दिनमा हटेर जान्छ, 1-2 हप्ता हेरौँ चाहिँ नभन्नु होला। यदि समयमा चाहिँ हामीले गएर चाहिँ डक्टरसँग, गाइनोकोलोजिस्टसँग या ब्रेस्ट क्यान्सर एक्सपर्ट स्पेसलिस्टसँग चाहिँ गएर परामर्श लियौँ, ढुक्क भयौँ भने चाहिँ फ्युचरमा हुने ब्रेस्ट क्यान्सरका कम्प्लिकेसनबाट चाहिँ बच्न सकिन्छ। या अन्य कुनै कुराहरू छन् भने त्यो कुराहरू पनि पत्ता लाग्न सक्छ। देयरफोर म चाहिँ हजुरलाई यही नै रिक्वेस्ट गर्छु कि महिनाको एकचोटि आफू नुहाउँदाखेरि चाहिँ तपाईँहरूले चाहिँ आफ्नो शरीरको यो स्तन एकदमै इम्पोर्टेन्ट अर्ग्यान हो, स्तनलाई चाहिँ तपाईँहरूले सुरक्षित राख्न पर्ने हुन्छ। सो यो 2टा कुराहरूबाट एउटा ठुलो दुर्घटना हुनबाट बच्न सकिन्छ। त्यसैले म चाहिँ सम्पूर्ण आमावर्गमा चाहिँ यो कुराहरू फेरि पनि रिक्वेस्ट गर्छु कि महिनाको एकचोटि चाहिँ सामान्य रूपमा 2 मिनट लगाएर आफ्नो स्तनलाई चाहिँ आफैले सेल्फ इक्जामिन गर्ने चाहिँ प्रयास गर्नु होला।
र विशेष गरी ती आमा दिदीबहिनीहरूलाई चाहिँ अझ मेरो पर्सनल रिक्वेस्ट के छ भने तपाईँहरूको यति फ्यामिली हिस्ट्रीमा परिवारको चाहिँ कुनै पनि सदस्यलाई चाहिँ आमा हजुरआमा या आफ्नो दिदीबहिनी सिब्लिङ्सहरू जस्तै कि आफ्नै आमाका छोरीहरू दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई यदि क्यान्सर लागेको छ भने चाहिँ हजुरहरूले अझ स्पेसल अझ प्रायोरिटीको रूपमा चाहिँ आफूलाई राखेर चाहिँ स्तनलाई चाहिँ हुन्छ नि अरूले महिनामा नगरे पनि हजुरहरूले चाहिँ महिनामा चाहिँ गर्नै पर्ने हुन्छ। सो त्यही भएर यदि तपाईँको फ्यामिलीमा पनि यदि क्यान्सरको केही हिस्ट्री छ भने चाहिँ अझ विशेष प्रायोरिटी दिएर चाहिँ आफूलाई चेकअप गर्नु होला। म लगायत विभिन्न अरू डक्टरको भिडियो सँगसँगै यो रिक्वेस्टलाई चाहिँ तपाईँहरूले यदि आफ्नो जीवनमा उतार्नु भयो भने चाहिँ ब्रेस्ट क्यान्सर चाहिँ समयमै पत्ता लाग्छ र यसबाट हुने कम्प्लिकेसनहरू दुर्घटनाहरू चाहिँ हामीले समयमा बचाउन सक्छौँ। त्यसको लागि चाहिँ यो एउटा हाई प्रोबेबिलिटी सक्सेस हुनसक्छ यदि एउटा ऐनामा गएर र आफूलाई छामेर यति यो टेस्ट गर्नुभयो भने चाहिँ। आशा छ आजको यो भिडियोले चाहिँ केही न केही एउटा आशाका किरणहरू थपेको छ हामीलाई ब्रेस्ट क्यान्सरबाट बचाउनको लागि, समयमा यसलाई पत्ता लगाउनको लागि र यस भिडियोलाई अझै राम्रो बनाउनको लागि चाहिँ यो ब्रेस्ट क्यान्सर रिलेटेड भिडियोलाई अझै राम्रो बनाउनको लागि चाहिँ म मेरो अरू डक्टर साथीहरू सिनियरहरू कन्सल्टेन्टहरूलाई चाहिँ म आफ्नो व्यक्तिगत तर्फबाट रिक्वेस्ट गर्छु र आगामी भिडियोमा चाहिँ अझ हामी कसरी चाहिँ ब्रेस्ट क्यान्सरलाई चाहिँ नर्मलाइज ब्रेस्ट क्यान्सर सेल्फ इक्जामिनेसनलाई चाहिँ नर्मलाइज गरेर यो रोगलाई चाहिँ समयमा चाहिँ हामीले थाहा पाउने कुराहरू चाहिँ अझ बढी प्रायोरिटीका साथ चाहिँ हामी 5 रुपिस डक्टरको टिमबाट चाहिँ हामी एभ्री टाइम गर्छौँ र हामीले एप बनाइसकेपछि पनि त्यो एपमा हामी एप डेभलप गरिरहेको छौँ र त्यो एपमा चाहिँ हामीले तपाईँहरूलाई चाहिँ यो ब्रेस्ट स्क्रिनिङको सेल्फ स्क्रिनिङको चाहिँ एउटा यस्तो राम्रो गिफ्ट दिन्छौँ जुन चाहिँ सबै आमाहरूको लागि चाहिँ उपयोगी हुन्छ, दिदीबहिनीहरूको लागि। र आशा छ छिट्टै हामीले लिएर आउँछौँ र आफ्नो ख्याल गर्नु होला। यही नै भन्न चाहन्छु। नमस्कार। आजको भिडियो चाहिँ हाम्रो सकिसकेको छ र अर्को हप्ता चाहिँ हामी पाठेघरको क्यान्सरको बारेमा चाहिँ छोटो मिठो कुराकानीहरू गर्छौँ। अर्को हप्ता भेटौँला है त। नमस्कार।